Alright, namaste everyone. Hope you guys are fine. It's your boy Manjul Rights behind the camera. अनि आज चाहिँ हामी सन्डे राइड निस्केको हामी आज स्ट्यान्डवेल टप्स जान्छौँ भनेर बसिरहेको थियो तर उतातिर पानी परेर आज पनि स्ट्यान्डवेल टप्स जान पाएन अनि एज युजुअल हामी फेरि अब पाइन द स्काई नै जाँदैछौँ काहीँ न काहीँ त जानु पऱ्यो गाइस सन्डे हप्तामा एकचोटि बाइक चलाउनु पऱ्यो सो वी आर हेडिङ टुवर्ड्स पाइन द स्काई आज पनि आज चाहिँ हामी जस्ट 3 जना मात्र हो रोहित दाई अन हिज MT-09 सोहित दाई अन हिज RRR आउँदै हुनुहुन्छ होला पछाडि हुनुहुन्छ होला सायद यु क्यान सी इन क्यामेरा आई थिङ्क सो पछाडि हुनुहुन्छ दाई चाहिँ अनि अब जान्छौँ त्यही हो उता स्ट्यान्डवेल टप्स जान पाए अलि रमाइलो हुन्थ्यो होला अलि भ्लगमा अरू कन्टेन्टहरू पनि अर्को नयाँ नयाँ हुन्थ्यो तर कान गो स्ट्यान्डवेल टप्स जहिले पाइन द स्काई भयो मेरो 2-3टा भ्लगमा पायो पुरै पाइन द स्काई भयो प्लिज गाइज डोन्ट माइन्ड होइन विल ट्राई टु गिभ अ न्यू भ्लग न्यू कन्टेन्ट एज सुन एज पोसिबल अब यसो नर्मल डेजहरूमा नि अब म यताउता भ्लग बनाउँछु किनकि म नर्मल डेजहरूमा मैले बाइकै चलाएको छैन क्या त्यही भएर मैले भ्लगहरू बनाउन पाएको छैन हल्का काममा यताउता बिजी भइरहेको छु मेरो एउटा 2टा काम छ त्यो 2टा काम मजाले सकिसकेपछि अनि म मजाले बाइक साइक चलाउँछु त्यो यताउता प्रब्लमहरू चलिरहेछ यताउता कलेज यताउता अब सबै सकिएपछि राम्रोसित भ्लगहरू बनाउँछु भनेर सोचिरहेको छु अहिले चाहिँ जस्ट फोकसिङ अन माई ओन लाइफ अनि त्यो सबै सकौँ पहिला अनि पछि चाहिँ हुन्छ भ्लगहरू मजाले आउँछ जहिले मैले भ्लगहरू निकाल्दाखेरि अहिले सन्डे राइड स्याटरडे राइड भ्लगको मात्र भ्लग निकालिरहेको छु बट सुन आई विल गिभ यु गाइज अदर ऱ्यान्डम भ्लग्स एज वेल अब यताउता एभ्री डे टाइपको मैले एउटा त्यही जिम भ्लग निकालेको थिएँ अर मोर रादर देन द्याट के निकालेको थिएँ एउटा मिटअपको निकालेको थिएँ अनि यही 3-4 राइड केही मात्र भयो सबै राइडमा फेरि पाइन द स्काई नै हो ओहो भर्खर रेड उठा कस्तो गाह्रो भयो यार अब त्यही हो केटा हो राम्रो भ्लग निकाल्नु पर्ने होइन जहिले त्यही पाइन द स्काई अब जस्ट टाइटलको लागि कन्फ्युज हुन्छ कि सन्डे राइड विथ बोइज पाइन द स्काई अर्कोमा सन्डे राइड विथ बोइज पाइन द स्काई सटरडे राइड विथ बोइज पाइन द स्काई जहिले त्यही मात्र भइरहेको छ आई वान्ट टु गिभ यु गाइज समथिङ न्यू आई डु इट डोन्ट वरी आई डु इट आई ट्राई टु कभर एभ्रिथिङ अब जाँदा बाइकमा जान मिल्छ नि त्यो सबै कभर गर्छ अनि हामी एउटा ठाउँ चाहिँ जाने अस्ति नैदेखि प्लान भइरहेको थियो तर इट्स अबिट फार त्यो बाथरस सर्किट भन्ने ठाउँ छ त्यहाँ चाहिँ हिरोसीहरूले ट्र्याकै हान्ने ठाउँ हो अनि त्यो चाहिँ नर्मल डेजमा मान्छेहरू बस्ने मान्छेहरू हिँड्ने नर्मल बाटो नै हुन्छ तर सर्टेन डेजमा चाहिँ मान्छेहरूले हाल्छ नि 24 आवर अन ट्र्याक डे भनेर गाडीकोहरू हाल्ने यताउता गर्छ नि हो त्यो चाहिँ त्यहीँनिर हो बाथरसमा छ इट्स अलमोस्ट लाइक 3 आवर्स फार यहाँबाट 3 घन्टा लाग्छ जानलाई आउन 3 घन्टा त्यहाँ गएर यसो चलाउनु पऱ्यो त्यहाँ ट्र्याक जस्तोमा त्यहाँ चलाउनु अझै टाइम लाग्छ त्यही भएर त्यो फुल दिन चाहिन्छ त्यही भएर मात्र हो त्यहाँ पनि जानु ट्राई गर्छौँ सुन आज केटाहरू फायरमा छ क्या फायरमा सबले चलाएको छ केटाहरू त के भन्नु दाईहरू आज त यही स्पिडोमिटरै ब्लर गर्नुपर्छ जस्तो लागिरहेको छ कि तर ब्लर गरेर राम्रो हो आई विल डु इट आम्मा
वाइल्ड चलाइन्छ जस्तो छ एकदम पुल गर्छ जस्तो छ यार Let's go, let's go, let's go. Woo! आज एकदम केटाहरू दाइहरू नि यस्तो फायरमा हुन्छ होइन नभए पहिला चाहिँ अलि बिस्तारै बिस्तारै चलाउनुहुन्थ्यो बाटोहरूमा चाहिँ चलाउनु त हुन्थ्यो तर यस्तो लाइक जाने आउने बेलामा चलाउनु हुन्थ्यो जाने बेलामा यस्तो चलाउनु हुन्न थियो तर आज चाहिँ जाँदादेखि नै किल्लर यस्तो बत्ताएर जानुभएको छ नि मजा आउँछ अलराइट गाइज हामी यहाँ मोटरवेमा आइसक्यो मोटरवे सिधा बाटो हो त्यहाँबाट अनि हामी एउटा क्विक स्टप हुन्छ हाम्रो पेट्रोल पम्पमा 7-Eleven-मा जस्ट फर रिफ्युलिङ किनकि मेरोमा 74 किलोमिटर्स देखाइरहेको छ त्यहाँ यताउता चलाउनुपर्छ हामीलाई पुग्दैन अनि फर द टायर प्रेसर एज वेल टायर प्रेसर पनि चेक गर्नुपर्छ अनि त्यसको लागि हाम्रो एउटा क्विक स्टप हुन्छ त्यहाँ माथि 7-Eleven पहिला जहिले रोक्ने ठाउँमा अनि त्यहाँबाट सिधै पाइन द स्काई हुन्छ Alright guys, let's be on this road first अनि पछि जाउँला अगाडि मेरो रोहित दाई हुनुहुन्छ पछाडि सौरभ दाई अघि दाई कुद्नु भएको थियो हामीलाई हामी पछाडि छुट्याइदिउँ दाई आउँदै हुनुहुन्छ पछाडिबाट कन्टेन्ट निकालिन्छ कन्टेन्ट निकालिदिन्छ है बिचमा लाइक म आई वाज यस्तो क्रेजी भइसकेको थिएँ नि आई वाज लिटरली यस्तो फकिङ क्रेजी मलाई यस्तो रिस उठिसकेको थियो नि लाइक त्यस्तो बाइकहरूलाई मलाई पहिलेको पनि मन पर्दैन र आफैलाई जस्तो पर्दा यस्तो रिस उठ्छ नि लाइक मेरो पेसेन्स लेभलै छैन क्या लाइक आई वाज लाइक रियली म्याड एट हिम अलिक बुढो नभए भयो उता साइडमा बस्ती चेपेर रहेछ चाइनिज लाइक यु वाज सेइङ सरी दो बट तर त्यो माछालाई त्यो खाँदै खुवाइरहे मा यस्तो रिस उठ्छ नि यार तिनीहरू देखेर लाइक लिटरली म आफ्नो लेनमा म आनन्दले हिँडिरहेको छु कस्तरी आएको थियो त्योमा आई वाज एट माई ओन स्पिड म आफैमा यहाँ भ्लग बनाउँदै म बोल्दै हिँडिरहेको थिएँ लाइक दे वाज नो साइलेन्ट भयो तर सडन साइलेन्ट भयो सन्टै आयो कि लाइक आई वाज नट एक्सपेक्टिङ हिम टु कम लाइक द्याट होइन यस्तो सडन आयो नि लाइक ओ माई गड म झ्याप्सु ब्रेक हानिहालेँ कि लाइक मेरो एउटा हात यहाँ क्लचमा पनि थिएन कि झन् आई हेभ अ क्विक सिफ्टर अनि पछि आई क्यान जस्ट सिफ्ट गियर डाउन गर्न मिल्यो ए दाइहरू त पुरै गोल्दी अगाडि गइसक्यो जस्तो छ यार म मात्र पछाडि जस्तो छ आई एम ओन्ली द वान हु इज बिहाइन्ड त्यही अब बिस्तारै म पनि अब गफ गर्दै आएको दाइहरू चल्दिसकेका छन् केही भएन ए यही रहेछ नि यही
अब यहाँनिर हो सानो एउटा स्टप यहाँ 7-11 हामी स्टप दिन्छौँ फिल सिल हाल्छौँ अनि हावासावा चेक गर्छौँ हो यहीँनिर हो यार मैले अस्ति कप्स दिएको म त स्लो जान्छु बताउनु दाइ बताउनु भन्दै बताउनु म त स्लो जान्छु त्यहाँ अस्ति नै चेकिङ देखेको थिएँ अहिले लास्ट भ्लगमा एकचोटि थियो मोए भएको थियो आज त रहन्छ I don't want to be moe quick stop on 7-11 all good fuel seal halum ani let's go अलराइट गाइज अब हामी यहीँ हो 7-11 चाहिँ यहाँ 7-11मा फ्युल स्युल एन्ड एभ्रिथिङ अब हामी यहाँबाट निस्किन लागिसक्यौँ अब लेट्स गो गाइज कप्स रे अगाडि कप्स अरे बिस्तारै जा भन्यो बिस्तारै जाऊँ न है कप्सबाट हामी टाढै हुन चाहन्छौँ कप्स नभरौँ भ्लगमा पुलिस मामा हजुर हामी टाढै बस्न चाहन्छौँ हजुरसँग प्लिज टाढै राखिदिनु होला कि त्यसले चाट्यो मामा छ भनेर मामा त देख्दिन खिच्चाटे केटोले खिच्चा हाने के हाम्रो मामा त देख्दिन अहिलेसम्म हामी पनि खिच्चा हान्दिने अब मामा छ कि मामा छ भनिदिनु पर्यो फोकट लाल मामा छ भने टाउको मुनि बजाउनु लाग्यो केटोले यार तालु बजाउनु लाग्यो मामा छ भनेर तर मामा चाहिँ रहन्छ तालु मात्र बजायो वाइट गाइज अब हामी चाहिँ पाइन द स्काई आइसक्यौँ द्याट्स ओभर देयर पाइन द स्काई अब त्यति साह्रो बाइकहरू त छैन जस्तो लागेको थियो अलिअलि त देखाएँ हो मैले त्यहाँ पेट्रोल पम्पमा तर त्यस्तै बाइकहरू रहेछ कि क्या हो हल्का फुल्का छ बाइकहरू त्यस्तो छैन यहीँ नै हो पाइन द स्काई अब जाउँ लागौँ होप्सो आज चाहिँ कोही न कोही फोटोग्राफर होस् यार फोटो आओस् राम्रो फोटो आओस् थम्नेलै त्यही राख्छु होला यार यहाँनिर क्यामेरा छ हामी पाइन द स्काई आइसक्यौँ डाउन हिल जाँदैछौँ यो डाउन हिलमा चाहिँ बिस्तारै जाउँ कप्सहरू हेर्दै जाने कुरा छ आनन्दले अन्डर द लिमिट यहाँ 70 को जोन हो 70 को जोनमा मजाले लिन गर्दै आयो भने त राम्रो हुन्छ तर बत्तिन्छन् सबैजना त्यही भएर हामी पनि बत्त्यौँ अलिअलि सबैजना बत्यो भनेर हामी पनि बत्तिनु त हुन्न तर बत्त्यौँ केटा हो सबैलाई थाहा छ कि छैन समवेयर ओभर हियर हो दाइको क्र्यास भएको रेप मोटो हाम्रो स्वरूप दाइ म यहाँ कतै भिडियो राखिदिन्छु दाइको क्र्यासको कसले देख्नु भयो होला त्यहाँ हल्का बम छ क्या त्यो ठाउँमा अनि त्यही भएर दाइ क्र्यास भएको हो त्यहाँनिर तर त्यो बम सिनहरूले अहिलेसम्म बनाएको छैन के
राइट गाइज, पाइ इन द स्काई आइसक्यो। द्याट्स इट, पाइ इन द स्काई। अब के हो, कुरासुरा हुँदैछ के गर्ने भनेर, फेरि ल्याब जाने हो कि के हो। गाइज अब चाहिँ हामी एकछिन रेस्ट गर्छौँ। बाइकहरू चाहिँ यस्तो यस्तै छ। उतै हिजो स्टार फिल्ममा देखा जस्तो लागेको थियो यार, होइन रहेछ। तर यो बाइकहरू छ, यो जेटएक्स 4RR दामी छ यार। इट्स 400cc तर इनलाइन 4 कावासाकी जेटएक्स 4RR सही छ। एकछिन बाइकहरू म सबै देखाउँछु सर र यहाँ गाडी यो पनि दामी छ। NSW हिस्टोरिक भेहिकल रे, दामी छ। कुनको गाडी हो, ज्यागवार जस्तो लाग्यो। ओए कस्तो राम्रो हस्की रहेछ यार, पहिला मेरो यस्तै थियो यार, सेम। म त्यहाँ फोटो हालिदिन्छु, सेम यस्तै थियो यार मेरो। कस्तो राम्रो देखेको यार। तर मेरो नि छ अहिले, मेरो चाहिँ दुइटा स्ट्याफी छ, अमेरिकन स्ट्याफी, तर पिटबुलसँग क्रस हो, दुइटा छ, मेल र फिमेल। त्यही हो केटा हो, बाइकहरू चाहिँ यही छ। यो दामी चलाइरहेको थियो यार यसले, कावासाकीले। यस्तो यस्तै छ बाइकहरू। अब यो दाइको R1 भइहाल्यो, सुशील दाइको, दामी छ यो पनि। यो मेरो भइहाल्यो। किन दाइ भन न, म फ्लिप गरिदिन्छु अरे। जेटएक्स 10R छ यहाँ, MT-09 SP, हाम्रो ब्रोको डुकाटी कति हो यो, 6 कति हो यो, समथिङ 659 रहेछ। त्यस्तै छ बाइकहरू, धेरै छैन। स्याबोर रे यो R1 को नम्बर प्लेट पनि राम्रो छ। यो प्रिपिलेटरहरू बबाल चलाइरहेको छ यार, बाइकहरू सबै गयो। अलिअलि थियो, रोहित दाइ उता हुनुहुन्छ। अब मान्छेहरू गाडीमा लिएर आइरहेको छ, अब निस्किनु पर्छ। ब्रो पनि गेडअप, सबैजना गेडअप भइसक्यो, अब निस्क्यौँ। सुशील दाइ यहाँ आएर कुरिसक्नु भयो, कुर्दै हुनुहुन्छ। दुईटा बाघ पछाडि स्याल। नंबर प्लेट छैन यार उसको। ल यस कम अन रोहित दाइ।
5जना आएको थियौँ अब अहिले जाँदाखेरि हामी 6जना भएर जाँदैछौँ राइडर्स नेपर्सहरू नै आएको रहेछ दाइहरू Alright guys, that's it for today. अनि आजको लागि यति नै अब जहिले पनि old pack मात्र आइरहेको छ vlog. I'll try to give you guys some good vlogs as well अरू ठाउँको. Until then, Monday Light signing off. See you guys. Peace out.